अरे यो माछा भौडी। अब हजुरहरूले यहाँबाट ब्लग सुरु हुन आँटिरहेको छ हाम्रो चाहिँ होइन। अच्छा माछा भौडी अरे। हामीले अब तारको देखाइदिनु न भित्रदेखि नै भित्रै। गाई छ होइन। हेलो गाइसहरू हेर्नु सक्नुहुन्छ। हल्का गन्ध गन्ध आउँदो रहेछ। यसको नाम माछा भौडी। अच्छा तर यहाँ घुम्ने जग्गा दामी छ, फोटो खिच्ने जग्गा पनि रहेछ, बस्ने जग्गा पनि रहेछ है। थकाइ लागेको बेला यसो बस्ने ठाउँ। देखिन ल देखिन ल के गर्नु सरसफाइ पनि हुँदो रहेछ यहाँनिर। बस्ने जग्गा, घुम्ने जग्गा रहेछ, फोटो खिच्ने जग्गा। यहाँ के हुन्छ पानीहरू। आफ्नै होइन यो बस्ने जग्गाहरू जेस घुम्ने जग्गा चाहिँ राम्रो रहेछ। बिहान बिहान घाम ताप्ने जग्गा रहेछ। कुन डाँडामा घाम ताप्ने ठाउँ? एक दिन जानुपर्छ। जानु बिसै त भाइ।